त्यो लाइभमा त देखिएछ तिम्रो एक्सप्रेसन तर तिमीले सोच्ने बित्तिकै त यो सम्म यस्तो हुन्छ भने त के मेरो त त्यस्तो के थिएन थिङ्किङ चाहिँ मेरो त्यो लास्ट लाइभ थियो लास्ट लाइभ थियो अनि त्यही माथि म ठ्याक्कै लाइभ एन्ड गर्ने टाइममा थियो अनि मान्छेले त्यसरी म के भएको थियो त्यसरी अब 500-600 जना कहिले 1000 जना मान्छेहरू नि हेर्नुहुन्थ्यो कि मलाई त्यो बेला चाहिँ किनकि मैले दाइ टिकटक लाइभ चाहिँ आफूले चाहिँ आफ्नो मनबाट गरेको चाहिँ त्यही म अलिकति बाहिरी भएको बेला थियो कि 12 पछि म अलिकति जब टाढो थिएँ सबै चिजबाट अनि त्यतिखेर जब म अलिकति ब्याक टु आफ्नो उसमा आएको थिएँ अनि त्यतिखेर बल्ल नि घर आउने फर्किने टाइम भन्दा 1 महिना अगाडि म टिकटकमा लाइभ साहेब भिडियो सिडियो हाल्ने कपाल कलर गरिदिने यस्तो थियो अनि बल्ल अलिकति हल्का खुल्ला खुल्ला ऊ हेरेको थियो कि मलाई ठ्याक्कै फर्स्ट टाइम हेऱ्यो के लाग्थ्यो तिमीलाई मलाई मान्छेले नजाऊ भनेर कि लाइभमा चाहिँ मतलब लाइभ एन्ड लास्ट वान भन्थ्यो कि कसैले जोइन गर भन्थ्यो मेरो मतलब मैले खै किन गरेँ मलाई थाहा छैन त्यो दिन खै यार चमत्कारै हो दाइ म्याजिकल चिज हुन्छ बिलिभ गर्नुपर्छ दाइ अनि तिम्रो फर्स्ट इम्प्रेसन चाहिँ के थियो भन्नाले अलिकति देख्ने बित्तिकै मैले दाइ देख्ने बित्तिकै चाहिँ अब पहिला सुरुमा त अब कस्तो फिल हो म अनेस्ट फिल भन्ने अनेस्टले भनिदिन्छु अब होइन बोल्दाखेरि नि पुरा त्यो एकदम इन्टरनेसनल त्यो प्रोनाउन्सिएसनदेखि लिएर टोनदेखि लिएर ऊ अलिकति म्याच्योर्ड वेमा सिधै प्रोफेसनल जस्तो टाइपको प्रोफेसनल छ कि उसको अनि म त है कस्तो थिएन यार औकात भ्याउँदैन जस्तो सिधै कुरा मेरो औकात भ्याउँदैन त्यही भन्दै थियो अरू के भन्दैन न मलाई के अरे केही कुरामा मलाई के अरे साइनेस भएको थियो न मलाई केही कुरामा एकदम लाज भएको थियो न मलाई केही कुरामा डर भएको थियो जस्तै भित्रबाट के भएको थियो भन्दाखेरि चाहिँ अब कहाँ कहाँ यार तर फर्स्ट लाइफमै त्यस्तो तिमीलाई लभ एट फर्स्ट साइट जस्तो फिल भएको थियो र हेर्ने बित्तिकै होइन कुरा गर्दै गयो अनि पछि अनि लाइफ सकिँदै स्टक त हान्नु पऱ्यो नि त कसै लाइफ पछि यत्रो देर अनि यस्तो भिडियो सिडियो खोलियो अनि फलो सलो थियो 2 जना अनि उस्तै अनि मैले दाइ होइन के गर्दै भन्दा के टेक्निक हो कि यो के सबले सिकाउनु त्यो भिडियोमा अटेन्सन पाउने टेक्निक हो इन्स्टाग्राममा जाने फलो दिन तर स्टोरी लाइक गर्ने फोटो लाइक गर्ने फेरि अनलाइक गर्दैन अनि फर्स्टको फोटो लाइक गर्ने होइन सिधै लास्टमा जाने लास्ट फोटो लाइक मेरो त यहाँ चाहिँ हेरेछ अनि हेर्नु नि हेरेको थिएँ दाइ मैले चाहिँ अनि अलिअलि बुझ्छ अनि तर मैले हेर्नु त हेरेँ तर मैले चाहिँ जे फलो चाहिँ गरिनँ कि दाइ के भयो भन्दा त अब त्यो के हुने नै होइन त्यो आशै थिएन कि त मनमा फेरि जस्तै एउटा आफ्नो साइड मनको कुनामा त थियो त्यो माथि म त दाइ यार मेरो भिसा त आउँछ कि आउनु भने सोच्थेँ म बाहिर म भोलि पछि इनकेस मेरो बाहिर गएर केही गर्नु पर्यो भने म त्यतिसम्मको त म आफूमा डाउट गर्ने मान्छे त्यो माथि बाहिर केटीलाई पटाउनु इन्टरनेसनली आफ्नो भिसाको त भर थिएन झन् इन्टरनेसनल केटी ल्याएर बे गर्नु त कहाँ थियो त्यो एउटा जेन्युन थियो क्या एउटा चिज छ नि तिमीलाई त्यो खै केही चिजको नि प्रेसर थिएन जे चलिरहेछ चलोस् भन्ने जस्तो टाइपको थियो जस्तो लाग्यो होइन त्यतिखेर चाहिँ कस्तो भइदियो भन्दाखेरि चाहिँ एउटा सबै ठाउँबाट फ्री थियो कि अनि त्यो फ्री भएको बेला थियो अनि तर मेन्टली फ्री थिएन फेरि ऊ पनि त्यति डिस्टर्ब थियो कि डिस्टर्ब जुन भएको थियो क्यानाडा जान्छु पढ्छु यताउति भनेर मल्टिमिडिया कि पढ्न लाग्थ्यो नि अनि उसको त्यसै चाहिँ मेरो त्यसै चाहिँ टाइम थियो अझ मेरो झन् त्यो भन्दा नि बत्तर टाइम भएर नि म आएको अझ के गर्ने भने ठेगान छैन मान्छेलाई अब म सिधै बाहिर हिँड्ने हो 12को डिग्री देखाउने बाहिर हिँड्ने हो केही गर्ने यताउति सोचिरहेको थिएँ म त्यो प्लानिङमा थिएँ तर त्यो प्लानिङ चाहिँ मेरो एक्जिक्युटिभ भएन पछि मेरो बचाइदियो मलाई मान्छे त्यो लेखेकै हो यार तिम्रो होइन किनभने तिमी पनि त्यस्तै टाइममा अहिले चाहिँ त्यस्तै टाइममा 2 जनाले एकअर्काले कस्तो टाइममा भेटाइदिए जस्तो क्या अनि ठ्याक्क भेट्ने बित्तिकै त अब सबलाई होइन रेस्ट इज हिस्ट्री जस्तो भयो नि त अनि त्यो लाइफमा अब म दाइ प्रायः मैले चाहिँ मान्छेहरू हेरिदिन्थेँ कि माथि अनि त्यो दिन म अब उसँग लाइभ बसेको थिएँ नि त मैले त्यो लास्ट यस्तो माथि हेर्दाखेरि चाहिँ अब म सुत्नु जान्छु राति भइसकेको थियो भन्दा अनि म उसँग जोइन भयो त्यसरी जोइन हुँदा 600 700 800 900 1000 1200सम्म पुग्यो मैले के सोच्दा यो 1200 त हिजो अस्ति अब कोहीसँग यस्तो मजाक मस्ती गर्दाखेरि या यसो डान्स गर्दाखेरि नि मान्छेहरू हुन्छन् होइन त्यो हेरिहाल्छन् रमाउँछन् अनि आज रमाइरहेको होला अनि सोच्थेँ म त पछि त यसो अझै हेर्दै जान्छु है 6000सम्म पुगेको थियो कि फर्स्ट
अनि मैले त ओहो यो चाहिँ हो अब चाहिँ अलिकति आफ्नो स्ट्यान्डर्ड राख्नुपर्छ अलिकति स्ट्यान्डर्डहरू बोल्नुपर्छ भन्ने कुरा आयो भित्रै तर फेरि त्यो स्ट्यान्डर्ड चाहिँ अब मेरो बान्नै छैन ठिक छ म हेरेकै त्यही उसमा त्यही पारामा त्यही पारामै बस्छु नि किन अरू तर तिमीलाई लाग्दैन अलिकतिले खास बाइचान्स तिमीलाई त्यो तिम्रो त्यही र नेचर देखेर नै खास तिम्रो अन्डरस्ट्यान्डिङ बेसी भएको राम्रो भएको भनेर किनभने त्यसमा धेरै जसो मान्छेलाई चाहिँ कस्तो हुन्छ नि प्रिटेन्डिङ वर्ल्ड छ नि त जसले लाइभमा आएपछि चाहिँ अब प्रिटेन्ड गरेर चाहिँ म यस्तो छु भनेर देखाउनु खोज्छ तिमीले त केही पनि देखाएन नि त त्यो बेलामा देखाउनलाई के थियो र दाइ के थियो देखाउनलाई आफू देखाउने भने त्यो आफ्नो हजुरमा हो एउटा अनि त्यही अब यस्तो यस्तो सब पढेको छु भन्ने हो त्यति त अब आफू बाहिर अब त्यति कस्तो थियो मेरो मेन्टालिटी के भएको थियो भन्दा दाइ म त्यतिखेर अब चाहिँ बरु म बाहिर गएर काम गर्छु अनि अब टिकटकमा त दाइ अब यो वेमा थिएन नि त त्यो बेला त त्यो बेलाको र अहिलेको त धेरै भास्ट डिफ्रेन्स छ नि त त्यो बेला त्यतिखेर अब त्यो बेला के अरे मैले जब अल्जेलाई भेट्नुभन्दा अगाडि चाहिँ मैले अब टिकटकलाई म टिकटकै गर्छु भन्ने त्यो मेरो होस्टले आउनु थियो कि किनकि एउटा त म पहिलेदेखि नै धेरै कुराहरू भइरह अनि त्यो माथि मैले यो प्लेटफर्ममै गर्छु भन्दा चाहिँ म कहाँ सोच्नै सक्दिनँ पछि तर ऊ पाएपछि मैले फेरि सोच्नु मात्रै होइन त्यो त आफै भइदियो होइन तर फर्स्ट टाइम तिमीलाई त्यो ठ्याक्कै रियलाइज भएर ल त्यो तिमीले अघि नै भन्यो नि त ठ्याक्कै मेरो त औकातको बाहिर यो अब यस्तो फेसिलिटी चाहिँ भयो नि होइन अब आफूलाई आफ्नो त्यो सेल्फ रियलाइजेसन नै राम्रो हुन्छ क्या जस्तै अब मलाई कुनै पहिला जस्तो कुनै केटी मन परेको छ भने आफ्नो औकातको बाहिर छ भने त्यो हेर्दै नहेर्ने क्या किनभने थाहा छ आफूले त्यो पुरा गर्न सकिँदैन होइन तर त्यो ठ्याक्कै तिमीले चाहिँ म चाहिँ होइन उसको साथ सपोर्ट भयो भने चाहिँ होइन आई क्यान डु इट भन्ने जस्तो टाइपको फिलिङ चाहिँ कुन बेलाको मोमेन्ट चाहिँ के एकदम धेरै पछि भयो कि पहिला चाहिँ कस्तो टाइम यस्तो भइदियो दाइ सानो सानो कुराहरू हुन्थ्यो सुरुमा चाहिँ अनि मैले चाहिँ कहिले एक्सपेक्टै गरेन क्या दाइ कहिले उबाट चाहिँ मैले केही कुरा गरेँ त्यस्तो चाहिँ एक्सपेक्ट गरेन तर त्यो बिना एक्सपेक्टेसनै आइरहेको थियो कि त्यो चाहिँ एक्सपेक्ट गर्ने जरुरत थिएन अनि जब त्यो कुरा चाहिँ आइरहेको थियो भन्दा चाहिँ त्यो डिफ्रेन्सिएसै भएन लाइक हामी दुइटा सोले होइन जस्तो हुन्थ्यो कि बडी दुइटा हो तर एउटै हो काम एउटै हो लक्ष्य एउटै हो सबै कुरा एउटै हो भनेपछि के डिफ्रेन्सेस भएर एउटै छ ठ्याक्क लाइभहरू आउने बेलामा बाइचान्स त्यो लाइभ भएन भने चाहिँ त्यो दिन अलिक कस्तो हुने त्यस्तो हुँदैन नि त त्यो फर्स्ट टाइममा हुन्छ नि त लभ पर्ने बेला त अब एकदमै रियल फिलिङ हो नि त त्यो होइन अनि म दाइ उसलाई अनि म च्याटमा पनि नबोल्ने दाइ एउटा च्याटमा चाहिँ फेरि म बोल्न चाहिँ बोल्थेँ अलिअलि ठोक्थेँ गफ अब उसले स्टोरी हालेको रियाक्ट हान्थ्यो सिधै सबसे पहिला रियाक्ट हाने म हुन्थेँ कहिले पहिला सुरुमा चाहिँ फलो नगर्ने बेलासम्म चाहिँ मैले त्यो लाइक मात्रै गर्थेँ स्टोरीमै त्यही सानो त्यो लभको बटन मात्रै गर्थेँ पछि उसले मलाई कहाँदेखि फलो गरेँ है एकदिन ठ्याक्क उसको फलोको नोटिफिकेसन आइसकेको थियो त्यसको आधी घन्टा चाहिँ मलाई फलो गरेँ क्या कारण बेरोजगारी त्यो देखाउनु कम त बेरोजगार थियो त अनि घरमै थिएँ दाइ जति पनि फोनमै हात हुने अनि अलिकति अब बिजी छु त देखाउनु पर्यो नि त अनि आधी घन्टा चाहिँ बल्ल अनि फलो गरेँ त्यस्तो भनेपछि पहिलामा नि केटोमा आफ्नो पाइको होइन देखाउन थोरै भयो होइन त्यो चाहिँ कस्तो भने त्यो एजले क्या दाइ त्यो टाइममा अब त्यस्तै हुने तर अहिले त्यो सोच्दाखेरि त हुनुपर्छ दाइ यार नभए त मेमोरिजै हुँदैन जिन्दगीमा आफ्नै मेमोरिज बनाउने मान्छेले जेसुकै भन्नुहोस् होइन पहिलाको दिनमा ल मैले के अरे अल्जेलाई ल मैले के अरे सुरुमा हाम्रो स्टार्टिङ हुने बेला मैले ल कुन वेमा सोच्छु त्यो त मेरो सोचाइ हो नि त अब मैले अहिले आएर कसैलाई मैले त्यो सेयर गर्दाखेरि त त्यो सरकारै छैन अब मेरो सोचै त्यस्तो आउँछ त के हो मेरो चाहिँ सोच भएको मान्छेहरू भइदियो त अझै राम्रो हुन्थ्यो भन्छु म तर तिमीहरूको ठ्याक्क त्यो फेज सुरु हुँदा मैले ठ्याक्कै तिमीलाई मैले रियाक्सन भिडियो सुरु गर्न लागेको चाहिँ मैले तिमीलाई नि भनेको थिएँ होइन त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ त्यो नै हो मैले फर्स्ट टाइम तिम्रो फर्स्ट इम्प्रेसन देखेको पनि अनि देख्दाखेरि नि तिम्रो पर्सनालिटी तिमी कस्तो हो भनेर थाहा पाएको क्या त्यो जुन बेलामा तिमीले चाहिँ अलिजेलाई आफ्नो जुन अचिभमेन्ट छ नि त्यसको बारेमा तिमीले त्यो खुलेर भनेको थियौ नि कि त्यो चाहिँ मलाई लास्ट जेन्युन लाग्यो क्या त्यही माथि ल एक्लै भन्नु भनेको किन केटा मान्छे कस्तो हुन्छ भने आफ्नो माया जुन छ त्यो अलिकति सस्पेन्स तरिकाले देखाउँछ कि ताकि अरूलाई थाहा नहोस् बिल्ला हुन्छ मेरो किन इमोसन देखाउनु तर त्यो बेला त तिमीहरूको त्यो लाइफमा यति धेरै मान्छे हुन्थ्यो तर जुन तरिकाले तिमीले त्यो गर्यो नि एक्सप्रेस गर्यो कि जे चाहिँ मेरो अचिभमेन्ट छ होइन त्यो तैँले गरेर भएको त्यो चाहिँ मलाई एकदम ठुलो लाग्यो कि त्यसको लागि हिम्मत चाहिँ चाहिन्छ क्या त्यो चाहिँ तिमीलाई के चाहिँ फिल भएर चाहिँ त्यो तिमीले लास्टै जेन्युन थियो क्या त्यो चाहिँ त्यो त मलाई त भएकै कुरा हो भनेर भन्यो है तर तिमीलाई त्यस्तो मलाई फिलै थियो बोधाइ किनकि अब एक हिसाबमा उसको नि अब वे अफ थिङ्किङ अब उसले त्यस्तै कुनै एउटा कुनामा थोरै भयो भने त्यस्तो सोध्छ होला सोच्दैन होला होइन उसको पोजिटिभ उसँग छ तर मलाई त्यो बेला त कस्तो हुँदैन त त्यही अब मेरो त प्लानिङै अर्कै हो नि त अनि जब कि मैले अब एक्सपेक्ट नगरेको चिज
जब कि मैले के अरे कहिले अब नदेखेको चिज जब मैले कहिले नपाएको चिजहरू मैले पाउँदा या मैले के त्यो चिजहरू नसोचेको चिजहरू अब यार दाइ सपना जस्तो लाग्थ्यो म स्पिड चलाएर हिँड्थेँ है बाटोमा हिजो राति म लाइभ गएँ मैले राति सपनै देखायो कि रियालिटी हो आज नि त्यस्तो हुने हो कि होइन जस्तो हुने कि मनमा आज फेरि उसमा भेट हुने हो कि ऊ लाइभ आउने कि स्कुल जब म त्यो सोच्नु भने अनि एकचोटि स्कुल जब त्यो सोच्नु हुँदा अनि रेड लाइटमा नि अगाडि हिँड्थ्यो नि त अनि ट्राफिक अङ्कल रोक्दा झन्डै मेरो त म फेरि सोच्न धेरै सोचिन्छु कि म लास्ट गम्भीर सोचमा जान्छु नि त एकदम एजुकेटेड त्यो हुन्छ नि सबै कुराहरू क्यालकुलेसन गरेर अब नआउने कारण पनि म ढिलो नआउने कारण त्यही हो कि नआउनु गयो कि म 2 घन्टा नर्मल टर्नु हुन्छ भने तिम्रो त्यो क्रिएटिभ माइन्डसेटहरुको चाहिँ टर्नै आउँछ हो गीत गाउँदाखेरि नि इको हुन्छ टर्नेट बनाउने माइक राम्रो आउँछ दाइ हो साच्चै गीत गाउँदा नि दामी आउँछ नि म गीत गाउनेदेखि लिएर अब बस्नेर नि सोचिन्छ नआउनेर सोचिन्छ त्यही नसोच्ने भनेको त्यही हो मुखसुख दुधा हो त्यो कहिले हामी गरिँदै गरेको यो चाहिँ अब मेन चाहिँ त्यो ठ्याक्कै तिमीले अलिजेलाई जुन बेला अब मन पराइन्छ नि त मान्छेले ठ्याक्कै तिमीलाई त्यो कुन चाहिँ क्वालिटी जुन चाहिँ उसको देखेर चाहिँ तिमीलाई त्यस्तो यार यो केटी चाहिँ धेरै नै उ रहेछ मेरो चाहिँ जिन्दगी बिताउन चाहिँ म सक्छु योसँग भन्ने टाइपको फिलिङ चाहिँ कुन बेला भन्नाले एउटा हुन्छ नि त एउटा दुईवटा इन्डिपेन्डेन्सी देखेर है मैले त्यो चाहिँ एकदम इन्डिपेन्डेन्स धेरै छ क्या एकदम इन्डिपेन्डेन्स कहिले कहिले धेरै ओभर इन्डिपेन्डेन्ट त्यो ठिकै हो हुनुपर्छ मलाई चाहिँ अलिक यस्तो हो नि दाइ यार अब गल्ती त हजारौँ छ नि दाइ अब हजुरलाई नि गल्ती के हो भने थाहा छ नि त मलाई नि गल्ती के हो भने थाहा छ तर त्यो गल्ती त अब कसैले गर्दैन भने त होइन नि गरेर त भएको छ नि त्यो गल्ती गरेर त्यो गल्ती अनि अब त्यो गल्ती भने अब मान्छे नरे कति गर्छ त अब कुनै ठाउँमा गल्ती भयो होला तर म चाहिँ दाइ गल्ती हुनाले नि म चाहिँ मान्छेहरूले त्यो लिने तरिकामा दोष दिन्छु मान्छेले लिने तरिका पनि र हामीले पनि त्यो मान्छेले लिएकै आधारमा हामीले पनि त्यो दिने तरिकामा चाहिँ त्यो हो त्यो मिस पहिलेदेखि नै उसको इन्डिपेन्डेन्सी त्यो देखिन्थ्यो कि उसमा धेरै नै कन्फिडेन्स ठ्याक्क पछि पो हामीले अलिजेको बारेमा धेरै थाहा पायो होइन धेरै कुराहरू चाहिँ उसले पहिलेदेखि फेस गरेको चिजहरू जुन अब तिमीलाई पनि सेयर गर्यो होइन पहिलेदेखि तर चाहिँ उसको जुन त्यो कन्फिडेन्स लेभल थियो नि त्यो बेलामा यो त्यो मान्छेलाई त्यस्तै टाइपको बुलिङ सानोमा भएको र जस्तो फिल हुने किनभने ऊ त अर्कै थियो कि त्यो एउटा छुट्टै टाइपको थियो क्या मान्छे जुनमा चाहिँ त्यो एज अ म्यान चाहिँ हामीले आफ्नो जुन पनि सुकै पार्टनरमा देख्न चाहन्छ धेरै जस्तो मान्छेले तर अब कल्चरल अनुसार पनि हुन्छ ठ्याक्कै तिमीलाई त्यो रियलाइज भएपछि चाहिँ ल यो त यार मभन्दा पनि धेरै नै त्यो सोच्ने बुझ्ने छ त्यस्तो यस्तो कुरा त्यो त मैले दाइ त्यो धेरै पहिला सोचेको थिएँ पछि के अरे बुझ्दै नि गयो नि त अझै राम्रोसँग अनि उसको त्यो बुझाउने तरिका अब मैले अब पछि त यस्तो हुँदो रहेछ कि एक्चुअली कोही मान्छे अब कनेक्टेड भइसकेपछि हजुर दाइ मलाई त्यो कुरा नहुनु थियो नि मलाई त्यो भित्रभित्र उसलाई त्यही हुने मलाई त्यही हुने हामी बोल्दैन थियो त्यो पनि एकअर्काको कुरा जे आफ्नो मनमा खेलेर आउँथ्यो त्यो कुरा सल्भ आउट या त पुरा हुन्थ्यो कि लास्टमा एउटै छ ठ्याक्क लाइभहरू आउने बेलामा बाइचान्स त्यो लाइभ भएन भने चाहिँ त्यो दिन अलिक कस्तो हुने त्यस्तो हुँदैन त त्यो फर्स्ट टाइममा हुन्छ नि त लभ पर्ने बेला त अब एकदमै रियल फिलिङ हो नि त त्यो होइन अनि म दाइ उसलाई अनि म च्याटमा पनि नबोल्ने दाइ एउटा च्याटमा चाहिँ फेरि म बोल्न चाहिँ बोल्थेँ अलिअलि ठोक्थेँ गफ अब उसले स्टोरी हालेको रियाक्ट हान्थ्यो सिधै सबसे पहिला रियाक्ट हाने म हुन्थेँ कहिले पहिला सुरुमा चाहिँ फलो नगर्ने बेलासम्म चाहिँ म त्यो लाइक मात्रै गर्थेँ स्टोरीमै त्यही सानो त्यो लभको बटन मात्रै गर्थेँ पछि उसले मलाई कहाँदेखि फलो गरेँ है एकदिन ठ्याक्क उसको फलोको नोटिफिकेसन आइसकेको थियो त्यसको आधी घन्टा चाहिँ मलाई फलो गरेँ क्या कारण बेरोजगारी त्यो देखाउनु कम त बेरोजगार थियो त अनि घरमै थियो दाइ जति पनि फोनमै हात हुने अनि अलिकति अब बिजी छु त देखाउनु पर्यो नि त अनि आधी घन्टा चाहिँ बल्ल अनि फलो गरेँ त्यस्तो भनेपछि पहिलामा नि केटामा आफ्नो पाइको होइन देखाउन थोरै भयो होइन त्यो चाहिँ कस्तो भने त्यो एजले के दाइ त्यो टाइममा अब त्यस्तै हुने तर अहिले त्यो सोच्दाखेरि त हुनुपर्छ दाइ यार नभए त मेमोरिज नै हुँदैन जिन्दगीमा आफ्नै मेमोरिज बनाउने मान्छेले जेसुकै भन्नुहोस् होइन पहिलाको दिनमा ल मैले के अरे अल्जेलाई ल मैले के अरे सुरुमा हाम्रो स्टार्टिङ हुने बेला मैले ल कुन वेमा सोच्छु त्यो त मेरो सोचाइ हो नि त अब मैले अहिले आएर कसैलाई मैले त्यो सेयर गर्दाखेरि त त्यो सरकारै छैन अब मेरो सोचै त्यस्तो आउँछ त के हो मेरो चाहिँ सोच भएको मान्छेहरू भइदिए त अझै राम्रो हुन्थ्यो भन्छु म तर तिमीहरूको ठ्याक्क त्यो
फेज सुरु हुँदा मैले ठ्याक्कै तिमीलाई मैले रियाक्सन भिडियो सुरु गर्न लागेको चाहिँ मैले तिमीलाई नि भनेको थिएँ होइन। त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ त्यो नै हो मैले फर्स्ट टाइम तिम्रो फर्स्ट इम्प्रेसन देखेको पनि। अनि देख्दाखेरि नि तिम्रो पर्सनालिटी तिमी कस्तो हो भनेर थाहा पाएको क्या। त्यो जुन बेलामा तिमीले चाहिँ अलिजेलाई आफ्नो जुन अचिभमेन्ट छ नि त्यसको बारेमा तिमीले त्यो खुलेर भनेको थियौ नि कि त्यो चाहिँ मलाई लास्ट जेन्युन लाग्यो क्या। त्यही माथि ल एक्लै भन्नु भनेको किन केटा मान्छे कस्तो हुन्छ भने आफ्नो माया जुन छ त्यो अलिकति सस्पेन्स तरिकाले देखाउँछ कि ताकि अरूलाई थाहा नहोस् ए बिल्ला हुन्छ मेरो किन इमोसन देखाउनु। तर त्यो बेला त तिमीहरूको त्यो लाइफमा यति धेरै मान्छे हुन्थ्यो तर जुन तरिकाले तिमीले त्यो गर्यो नि एक्सप्रेस गर्यो कि जे चाहिँ मेरो अचिभमेन्ट छ होइन त्यो तैँले गरेर भएको त्यो चाहिँ मलाई एकदम ठुलो लाग्यो कि त्यसको लागि हिम्मत चाहिँ चाहिन्छ क्या। त्यो चाहिँ तिमीलाई के चाहिँ फिल भएर चाहिँ त्यो तिमीले लास्टै जेन्युन थियो क्या त्यो चाहिँ। त्यो त मलाई त भएकै कुरा हो भनेर भन्यो है त तिमीलाई त्यस्तो मलाई फिलै थियो बोधाइ। किनकि अब एक हिसाबमा उसको नि अब वे अफ थिङ्किङ अब उसले त्यस्तै कुनै एउटा कुनामा थोरै भयो भने त्यस्तो सोध्छ होला सोच्दैन होला होइन उसको पर्सपेक्टिभ उसँग छ। तर मलाई त्यो बेला त कस्तो हुँदैन त त्यही अब मेरो त प्लानिङै अर्कै हो नि त। अनि जब कि मैले अब एक्सपेक्ट नगरेको चिज जब कि मैले के अरे कहिले अब नदेखेको चिज जब मैले कहिले नपाएको चिजहरू मैले पाउँदा या मैले त्यो चिजहरू नसोचेको चिजहरू अब यार दाइ सपना जस्तो लाग्थ्यो। म स्पिड चलाएर हिँड्थेँ बाटोमा हिजो राति म लाइभ गएँ मैले राति सपनै देखाएको कि रियालिटी हो आज नि त्यस्तो हुने हो कि होइन जस्तो हुने कि मनमा आज फेरि उसमा भेट हुने हो कि होइन उसलाई आउने कि यसको जब म त्यो सोच्नु भने अनि एकचोटि यसको जब त्यो सोच्नु हुँदा त अनि रेड लाइटमा नि अगाडि हिँड्थ्यो नि त अनि ट्राफिक अङ्कल रोक्दा झन्डै मेरो त म फेरि सोच्न धेरै सोचिन्छु कि म लास्ट गम्भीर सोचमा जान्छु नि त एकदम एजुकेटेड त्यो हुन्छ नि सबै कुराहरू क्यालकुलेसन गरेर अब म नआउने कारण पनि म ढिलो नआउने कारण त्यही हो कि त नआउनु गयो कि म 2 घन्टा नर्मल टोइलेट हुन्छु। ए भने तिम्रो त्यो क्रिएटिभ माइन्डसेटहरुको चाहिँ टोइलेटमै आउँछ हो गीत गाउँदाखेरि नि इको हुन्छ टोइलेट बनाउने माइक राम्रो आउँछ दाइ हो साच्चै गीत गाउँदा नि दामी आउँछ नि टोइलेटमा। म गीत गाउनदेखि लिएर अब बस्नेर नि सोचिन्छ नआउनेर सोचिन्छ त्यही नसोच्ने भनेको त्यही हो मुखसुख दुधा हो त्यो कहिले हामी गरिँदै गरेको। यो चाहिँ अब मेन चाहिँ त्यो ठ्याक्कै तिमीले अलिजेलाई जुन बेला अब मन पराइन्छ नि त मान्छेले ठ्याक्कै तिमीलाई त्यो कुन चाहिँ क्वालिटी जुन चाहिँ उसको देखेर चाहिँ तिमीलाई त्यस्तो यार यो केटी चाहिँ धेरै नै उ रहेछ मेरो चाहिँ जिन्दगी बिताउन चाहिँ म सक्छु योसँग भन्ने टाइपको फिलिङ चाहिँ कुन बेला आयो भन्नाले एउटा हुन्छ नि त एउटा दुईवटा इन्डिपेन्डेन्सी देखेर है मैले त्यो चाहिँ एकदम इन्डिपेन्डेन्स धेरै छ क्या एकदम इन्डिपेन्डेन्स कहिले कहिले धेरै ओभर इन्डिपेन्डेन्ट त्यो ठिकै हो हुनुपर्छ। मलाई चाहिँ अलिक यस्तो हो नि त यार अब गल्ती त हजारौँ छ नि दाइ अब हजुरलाई गल्ती के हो थाहा नि त उहाँ गल्ती के हो थाहा छ तर त्यो गल्ती त अब कसैले गर्दैन भने त होइन नि गरेर त भएको छ नि त्यो गल्ती गरेर त्यो गल्ती नै हुँदैन नि त हैन। अनि अब त्यो गल्ती भने अब मान्छे नरे कति गर्छ त अब कुनै ठाउँमा गल्ती भयो होला तर म चाहिँ दाइ गल्ती भन्नाले नि म चाहिँ मान्छेहरूले चाहिँ त्यो लिने तरिकामा दोष दिन्छु। मान्छेले लिने तरिका पनि र हामीले पनि त्यो मान्छेले लिएकै आधारमा हामीले पनि त्यो दिने तरिकामा चाहिँ त्यो हो कि पहिलेदेखि नै उसको इन्डिपेन्डेन्सी त त्यो देखिन्थ्यो कि उसमा धेरै नै कन्फिडेन्स ठ्याक्क पछि पो हामीले अलिजेको बारेमा धेरै थाहा पायो होइन धेरै कुराहरू चाहिँ उसले पहिलेदेखि फेस गरेको चिजहरू जुन अब तिमीलाई पनि सेयर गर्यो होइन पहिलेदेखि।